दर्शकवृन्द, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानल रेमिटेन्स पेड सोलुसन भन्ने युट्युब च्यानल बनाएर मैले यहाँहरुमा सेवा थोरै जानकारीमूलक सेवाको प्रस्तुतिको लागि निस्वार्थ सेवाको लागि भनेर त्यो उद्देश्य राखेर मैले चाहिँ सानो युट्युबका मटेरियलहरु थोरै युट्युबमा जानकारी पनि होस्, थोरै मान्छेले चेतना त्यो सम्बन्धी जानकारी पनि राखौं भन्ने उद्देश्यले यस्तो खाले च्यानल बनाउने उद्देश्य राखेको छु है। जुटपानी मनी ट्रान्सफर जुटपानी रहेको कालिका नगरपालिका 7 नम्बर वडाको जुटपानी बजार स्थित माहलो बजारमा यो अवस्थित छ। यसमा चाहिँ हजुरहरुले देश विदेशबाट पठाउनु भएको रेमिटेन्स चाहिँ यहाँबाट भुक्तानी प्राप्त गर्नुहुनेछ। साथै सेवा आइएमई पे, खल्ती लगायतका सिटी पे लगायतका जति पनि वालेटहरु छ यहाँबाट वालेटमा भएको एमाउन्टलाई पनि भुक्तानी मार्फत क्याश लिन सक्नुहुन्छ अथवा क्यूआर बाट पनि हजुरले क्यूआर पेड गरेर पनि यहाँहरुले के गर्न सक्नुहुन्छ भुक्तानी लिन सक्नुहुन्छ। साथसाथै विदेशमा रहेको मैले अघि नै पनि जानकारी गरे विदेशमा रहेका व्यक्तिहरुबाट सम्पूर्ण मसँग एउटा परबु रेमिटेन्स छैन अरु सबै रेमिटेन्सको सुविधा मैले यहाँबाट हजुरहरुलाई दिने व्यवस्था मिलाउँदै आएको छु। साथसाथै मैले आइएमई पे मार्फत अकाउन्ट डिपोजिट पनि गर्ने गरेको छु र सम्पूर्ण नेपालमा रहेका जति पनि बैंकहरुमा छ त्यो बैंकमा मैले यहाँबाट अकाउन्ट डिपोजिट मार्फत हजुरहरुको खातामा पैसा जम्मा गर्ने अथवा आफन्तहरुको खातामा पैसा जम्मा गर्ने व्यवस्था पनि मिलाएको छु है। र केही थप जानकारी मैले छुटाएको छु भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। सोधपुछको लागि पनि मसँग नम्बर छ। मेरो नम्बर हो 9845536123 एउटा भयो, अर्को चाहिँ 9767 469941 यो पनि भयो र अर्को 98458 882040 पनि छ है। भनेको 9845482040 यो नम्बर पनि छ। तीनटा नम्बर यहाँको सेवाको लागि उपलब्ध छ। यो 24 घण्टा उठ्छ भन्दा पनि फरक पर्दैन। र साथसाथै 9845536123 मा चाहिँ भाइबर, व्हाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल सामाजिक के भने पोर्टफोलियो मार्फत पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ है हजुरहरुले। हस् त धन्यवाद।